यो जेन्जीको ताल देखेर पनि म त अचम्म लागेर आयो है। अब त जेन्जी पनि कुन चाहिँ जेन्जी हो यार? अब उसले भन्छ ऊ म जेन्जी हो भन्छ, अर्कोले भन्छ अर्को जेन्जी म हो भन्छ। कुन चाहिँ जेन्जी हो त? लिडर कुन चाहिँ हो त? अब जेन्जी जेन्जी पनि यस्तो भइरहेछ अब सबैजना, खोइ कसलाई जेन्जी भन्ने कसलाई नजेन्जी भन्ने गाह्रो छ हौ। खासमा सक्कली जेन्जी चाहिँ को चाहिँ रहेछ हौ? यो बुझ्न पाए हुन्थ्यो एकचोटि। उसले पाए उही मसेसको जेन्जी भन्छ, ऊ म लिडर भन्छ, उसले ऊ हामी प्रतिनिधित्व गर्छौँ भन्छ, उसले फेरि अर्कोको कुरा सुन्ने होइन फेरि। होइन सक्कली जेन्जीको चाहिँ अनुहार हेर्न पाए हुन्थ्यो एकचोटि। अब सुजन गुरुङलाई त जेन्जीको प्रतिनिधित्व गर्ने उसलाई त अब ऊ त सहयोगी मात्रै भन्न थालिसक्यो। अब के हो खै गाह्रो छ बुझ्नलाई। अब नेपाल सघाउने मात्रै हो, अरू केही पनि उपाय छैन। अब विदेशीको अब एनजिओ र आइएनजिओले अब सबै किनिसक्यो जेन्जीको म लिडर हो भन्नेहरू पनि अब काम छैन, गयो 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 सिद्धियो। अब सब एनजिओ र आइएनजिओले किनिसक्यो जेन्जीको लिडरलाई, सबैलाई किनिसक्यो, बिकिसक्यो।